मेरो सबै होम सर्भिस त नभनौँ तर कुनै होम सर्भिस यस्तो यादगार रहेको छ र त्यो मध्ये यो भने एकदमै मेमोरेबल र माया पाएको होम सर्भिस रहेको छ। आज भने म केटिएमदेखि सुकुटेमा रहेको एउटा गाउँमा जाँदैछु मेकअपको लागि। सो हेलो फ्रम द मेकअप म्यान। र आज भने मङ्सिर महिनाको 13 गते र आज मेरो बिहानदेखि बुकिङ थियो। सो सी इज द फर्स्ट क्लाइन्ट अफ द डे। उहाँले मसँग मेकओभर 4-5 चोटि गरिसक्नु भयो र यसरी नै सम्झिनु हुँदा एकदमै खुसी लाग्छ। एन्ड दिस इज हर फाइनल लुक एन्ड सी इज लुकिङ ब्युटिफुल इन दिस लुक। बिहानको काम सकेर घर पुगेर फ्रेस भए र सुकुटेको लागि रेडी भए र हाम्रो दाइले लिन आइसक्नु भएको थियो। मिट आवर फोटोग्राफर गाइज। हामीहरू एकदमै रमाइलो गर्दै ब्रेक लिँदै गयौँ। गाउँ पुगेर फ्रेस भएर काम सुरु गऱ्यौँ। सो मिट हर, सी इज आवर ब्युटिफुल ब्राइड टु बी। आज भने मेहेन्दी थियो र मेहेन्दीको लागि मेकअप गर्न थाल्यौँ। सो दिस इज हर फाइन लुक। ब्राइड एकदमै साई हुनुहुन्छ तर उहाँलाई एकदमै मन पर्यो मेकओभर। सो सी इज द थर्ड क्लाइन्ट अफ द डे एन्ड दिस इज हर आफ्टर लुक एन्ड सी इज अल्सो लुकिङ ब्युटिफुल। मिट माई फोर्थ क्लाइन्ट अफ द डे। उहाँलाई पनि एकदमै राम्रो देखेको थियो एन्ड सी इज ह्याप्पी एन्ड सी इज अल्सो लुकिङ प्रिटी। उहाँ चाहिँ आजको 5th क्लाइन्ट एन्ड सी इज अल्सो लुकिङ ब्युटिफुल। मेकअप सकेर मेहेन्दी सुरु गऱ्यौँ। मेहेन्दी फङ्सनको लागि फुल गाउँको मान्छे आउनुभएको थियो र झन् केटा मेकअप आर्टिस्ट देखेपछि त सबजना सक हुनुभयो। मेहेन्दी भने एकदमै रमाइलो भइरहेको थियो। ब्रेक लिएर खानासाना खाएर फेरि सुरु गऱ्यौँ एन्ड सी इज लुकिङ ब्युटिफुल। फोटोसुटहरू भयो। सबैजना यस्तो मजाको हुनुहुन्थ्यो कि एकछिन पनि बोर भएन। भोलिपल्ट अर्ली मर्निङ फ्रेस भएर काम सुरु गरेँ एन्ड आई स्टार्टेड टु डलिङ अफ फर हर बिग डे एन्ड सी इज द फर्स्ट क्लाइन्ट फर टुडे एन्ड सी इज लुकिङ ब्युटिफुल अन हर बिग डे। रेड साडीमा झन् कस्तो राम्रो देखेको उहाँलाई। सी इज द सेकेन्ड क्लाइन्ट अफ द डे र बेहुलीको बहिनी एन्ड सी इज लुकिङ अमेजिङ इन हर फुल लुक। उहाँले म पनि यस्तो राम्रो हुन सक्छु र सोचेको पनि थिएन भन्नुहुँदै थियो र मलाई एकदमै खुसी लाग्यो। र सी इज द थर्ड क्लाइन्ट अफ द डे एन्ड सी इज लुकिङ गोर्जियस। उहाँको आफ्टर लुक चाहिँ बाहिर गऱ्यौँ र उहाँको साडी प्लस मेकअप चाहिँ एकदमै कम्प्लिमेन्ट गरिरहेको थियो उहाँलाई एन्ड सी इज लुकिङ ब्युटिफुल। And she is the fourth client for today and this is her after look for today and she is looking beautiful. र उहाँ चाहिँ बेहुलीको आमा एकदमै माया गर्नुभयो र एकदमै खुसी पनि लाग्यो र फुल लुक्स पछि एकदमै राम्रो देख्नु भएको थियो र उहाँलाई पनि एकदमै मन पर्यो। एन्ड सी इज द 6th क्लाइन्ट फर टुडे एन्ड सी इज अल्सो लुकिङ सिम्पल एन्ड ब्युटिफुल। यस्तो रस भयो कि कति मेकओभरको त भिडियो पनि बनाउनु पाएन। एन्ड मिट आवर ह्यान्डसम दाई। केटालाई पनि टचअप गर्यो भने एकदमै राम्रो देखिन्छ एन्ड दिस इज द रिजल्ट। उहाँको बिफोर लुक्स र आफ्टर लुक्स हेर्न सक्नुहुन्छ। एकदम सिम्पल एन्ड ग्ल्याम थियो। मेकअप सकेर म पनि रेडी भएँ र जन्ती पनि आइपुग्यो। मैले गाउँको बिहे भने